ready to visit Rara Lake from this Dafe Hotel, Solleri. अहिले चाहिँ 7:15 भएको छ बिहानको। अब हामी यहाँ ब्रेकफास्ट गरेर यहाँबाट लगभग बढीमा 1 घन्टामा रारा लेक पुग्छौँ हिँडेर। अनि त्यसपछि बोटिङ गरेर हामी मुरमाटप जाने तयारी गर्छौँ र आज फर्केर हिँडी पनि बस्न सक्छौँ प्लस गमगढी गरेर पनि बस्न सक्छौँ भोलि सजिलोको लागि। हामी चाहिँ अहिले ब्रेकफास्ट खाएर राराको लागि हिँड्दैछौँ। राष्ट्रिय निकुञ्ज प्रवेश गेट। यो बाटो चाहिँ 7 वर्ष जति भएछ बनेको। मुगुको सांसद गोपाल बहादुर बम संशोधधारी तालचा विमानस्थलदेखि यहाँसम्म बाटो बनाउनु भएको रहेछ। नत्र पहिला उहीँदेखि नै हिँडेर आउनुपर्ने रहेछ। अहिले त्यहाँ सल्लरीबाट आर्मी चेकपोस्टबाट बाइक गाडीहरू लिएर पनि मिल्छ त यहाँ होइन। टाइम कार्ड हुन्छ, टाइम कार्डमा राखेर आउनुपर्ने रहेछ। बुढा चलान दाइ चलान न माथि टप पुग्ने भाइ हिँड्दै जाने हामीहरू हिँड्दै आउने हो। हामी होटलबाट हिँडेको लगभग 55 मिनटमा, त्यो पनि फोटो बिस्तारै खिच्दै भिडियो खिच्दै अलिअलि हिँड्दाखेरि रारा तल आइपुगेका छौँ। वाउ के हो यार यो, यस्तो दामी होइन, निलो है।
सुरु भयो हाम्रो बोटिङ सुरु भयो। रारा लेकमा बोटिङ गर्दै हामी जनक सर र म। सरहरू हुनुहुन्छ यहाँ। आज मौसम दामी हो, आज दामी हो मौसम। ए ए ए सो यो देखिरहेको हिमाल चाहिँ कुन हो? यतापट्टिको हिमाल त्यो चङ्खेली यताको हल्का देखिन्छ त्यो छैन। यताको चाहिँ बेहुली हिमाल भन्छ नि, तर बुढाबुढी हिमाल हो त्यो। बेहुली भनेको अब हाम्रो लोकल भाषा भयो। हजुर त्यो चुचाला चङ्खेली यस्तो अगाडि गर्नु पर्यो त्यहाँ गएर। यो देखिरहेको हिमाल तर त्यहाँ हिउँ छैन, यो चाहिँ 1 रुपियाँको नोटमा भएको हिमाल हो। यतापट्टि यो हिमाल चाहिँ दुईवटा चुचुरो भएको हिमाल चाहिँ बुढाबुढी हिमाल हो। यतापट्टिको चाहिँ समथिङ के हिमाल हो थाहा भएन, र यतापट्टि देखिरहेको चाहिँ छायानाथ हिमाल हो। यसमा चाहिँ के हिउँ बसेन छ? जनक सर हजुर सर, कस्तो लागिरहेको? एकदम रमाइलो भइरहेछ। जिन्दगीको लाइफ टाइम एक्सपिरियन्स हुन पनि न रारा भने त आउनै पर्छ है सबैजना। तपाईँहरू पनि आउनु होला। भर्खर हामी बिचमा आइपुग्यौँ, पारी जानै पर्छ। अब बिस्तारै चलिरहेछ। सायद अब यसपछि चाहिँ सायद अब बोटिङ हुँदैन कि हावा चलेर। आज बसेर भोलि फर्किन्छ भने आज हामी हिमाल टपमा पुग्छौँ। हजुर, टपबाट तल झरेर घुम्दा घुमेर अनि बेलुकातिर पैसा बोटिङ रारा लेक। रारा तालमा बोटिङ गरेर 45 मिनटको बोटिङ लाग्यो। 45 मिनट जति लाग्दो रहेछ। पर पर्सन 500 र पारी आर्मी क्याम्पमा लगेर छोडिदिनु भयो हामीलाई। त्यहाँ चाहिँ भिडियो फोटोहरू खिच्न पाउँदैन, त्योहरूमा अलिकति टाढा खिचेको। 45 मिनट लाग्दो रहेछ। अनि यो चाहिँ राष्ट्रिय निकुञ्जको अफिसहरू हो। अनि यहाँ चाहिँ यो हामी पारी बसेका थियौँ। हजुरको यो डाँफे होटल भन्ने त्यसको पनि यहाँ छ। अलिकति माथि हेरिटेज होटल भन्ने छ। हेरिटेज होटल चाहिँ अब 1-2 दिनमै बन्द हुन्छ अरे, त्यसको म्याच सक्यो अरे भन्नु माथि सरहरूले। अब हामी एक राउन्ड मार्न त यो गाह्रो छ, यति ठुलो छ आमामामा। अब हामी त्यहाँबाट बोटिङ गरेर त्यहाँबाट पारी यता आयो। अब हामी हाम्रो मुरमाटोप झरेर मुरमाटोपबाट फेरि त्यो हामी जहाँबाट बोटिङ सुरु गरेका थियौँ ती पुग्छौँ। जनक सर यता हुनुहुन्छ माथि। अब हामी मुरमाटोपको लागि हिँड्दैछौँ।
चाहिँ अहिले राराबाट मुरबा टपको लागि जाँदैछौँ। हल्का कन्फ्युजिङ हुँदो रहेछ माथि आइसकेपछि चाहिँ, तर हिँडेको डामहरूले गर्दा माथि माथि लाग्नुपर्छ। त्यस्तो अप्ठ्यारो छैन, हराइँदैन। मुरबा टप जाने क्रममा हामी चाहिँ राराबाट माथितिर लागिसकेपछि एउटा शिवको मन्दिर छ, त्यहाँबाट चाहिँ राइट लाग्नुपर्ने, सरी त्यहाँबाट लेफ्ट लाग्नुपर्ने, हामी चाहिँ राइट लागेको छौँ। झन्डै अलिकति रङ टर्न जस्तो भयो। अनि जङ्गलको बाटोबाट हामी त्यो घोडा के अरे खच्चडहरूको पाइला र हिँड्दै माथि जङ्गलको माथि आएर एउटा यो मेन मूल बाटो भेट्यो। एकछिन त मिस गाइडै भयो हामी दुईजना। अनि हामीले त्यहाँ नेपाली सेनाको सरलाई ठ्याक्कै भेट्यौँ। अनि उहाँले होइन तपाईँ झन्डै हर्नु भयो भनेर भन्नुभयो। अनि हामी चाहिँ अहिले मेन मूल बाटो यही रहेछ। अब हामी यहाँबाट मुरबा टपतिर जाँदैछौँ। लगभग अहिले हामी 3390 जतिको हाइटमा आइपुगेका छौँ। मुरबा टप जाने क्रममा लगभग अब हामी आइपुग्न थाल्यौँ। रारा यस्तो देखिएको छ, झन् माथिको बोर्डर कस्तो देखिन्छ होला। यस मुरबा टपमा आउँदाखेरि जति माथि आए रारा त्यति नै फैलिएको देख्दै जाने। रारा चाहिँ 50% हो भने मुरबा टपबाट रारा हेर्नु चाहिँ त्यसमा 50% या टोटल 100% हो। कोही रारा आउनै हुन्छ भने रारा पनि आउनुहोस् अनि मुरबा टप पनि आउनुहोस्, नत्र 50% मात्र अचिभ भएको हुन्छ। अब हामी हल्का केही समयमा मुरबा टप पुग्छौँ। अब त्यहाँबाट झन् अझै पुरै देखिन्छ होला। फाइनल्ली हामी चाहिँ मुरबा टप आइपुगेका छौँ। त्यहाँ कोही हुनुहुन्छ होइन, रारा चाहिँ पछाडि छ है। अढाई घन्टामा हामी बिस्तारी मुरबा टप आइपुगेका छौँ। एकछिन बस्छौँ होइन। हामी चाहिँ अहिले मुरबा टप आइपुगेका छौँ। यहाँ रमाइलो गरिरहेको छौँ, एकदम खुसी लाग्यो। दाइ हल्का यस्तो घुमाइदिनु त। दामी छ है रारा। रारा दामी छ। सबैजना आउनु होला, मुरबा टप पनि आउनु होला। अहिले चाहिँ हामी मुरबा टपमै छ यो पनि, रेडियो नेपालको टावर, त्यहाँ जाँदैछौँ। नजिकै छ मुरबा टप त्यहाँबाट। यो मुरबा टप हो होइन। यहाँबाट लगभग कति भन्ने अब 100 मिटर जति यहाँ जान्छौँ। एकछिन फोटोसोटो खिच्छौँ अनि फर्किन्छौँ तल गाउँबाट। यहाँ रेडियो नेपालको अरू के टावर छ, एनटिसीको नि छ सायद होइन। कोही पनि हुनुहुन्न जस्तो चाहिँ। मैले त्यो घुमन्तीको ब्लगमा हेरेको थिएँ, यहाँ आएर सुट गर्नुभएको थियो। अनि थाहा भयो मलाई, नत्र थाहा हुँदैन थियो।
रेडियो नेपाल एफएम रिले प्रसारण 6 स्टेसन मुरमाटप मुगु प्रवेश निषेध त्यहाँ त्यो लेखेको छ। मुरमाटपमा रहेको रेडियो नेपालको टावर एनटिसी पनि छ यहाँ। बाई बाई मुरमा। अब हामी बिस्तारै मुरमा भ्यालीबाट टपबाट भनौँ न तल झर्दैछौँ। टपबाट अब हामी बिस्तारै तल झर्दैछौँ। बसेर भोलि बिहान निस्केर गम्बरसम्बर घुमेर त्यसरी जुवा गयो नि त भयो। अब हामी मुरमाटपबाट गाउँको बाटो हुँदै तल झर्दैछौँ रारा, त्यसपछि होटल जान्छौँ। हामी आउँदा चाहिँ अघि जङ्गलको बाटोमा आएको थियौँ, अब जाँदा चाहिँ अब गाउँको बाटो जान्छौँ, मुरमा गाउँको बाटो। ओके बाह्र बजेपछि यस्तो हावा लाग्ने रहेछ होइन। त्यो बिचमा सेतो देखेको चाहिँ हावा नलागेको भएको, यतापट्टि चाहिँ त्यो हावाले गर्दा पानीहरू छाल बनेको छ। त्यही भएर गाह्रो हुन्छ भन्दा रहेछन् कि। त्यही भएर बिहान 8 बजे चाँडै नै आएर बोटिङ गरेर राम्रो हुँदो रहेछ गऱ्यो भने। यो बगिरहेको चाहिँ खत्याड खोला हो, जुन राराबाट निस्केको पानीबाट बनेको छ। मुरमा टपदेखि अहिलेसम्म यति धेरै ओह्रालो छ, पुरै ओह्रालो। अहिले चाहिँ हामी मुरमाटपबाट उता रारातिर जाँदैछौँ र यो पानी चाहिँ राराबाट निकास भएको पानी हो। यसलाई खत्याड खोल्छ अथवा तलको खोला भन्छ र त्यो खोला मुगुमा गएर मुगु कर्णालीमा गएर जोडिन्छ। त्यो चाहिँ राराबाट निकास भएको पानी हो। त्यत्रो विशाल पोखरीबाट यो यसरी निकास भएर यसरी आउँदैछ।
हामी चाहिँ अब यो राराको पानी एक्जिट हुने ठाउँ यो ब्रिजबाट अब हामी सल्लेरीतर्फ लाग्दैछौँ। राराको पानी निकास त्यहाँ चाहिँ पुरानो पुल रहेछ, बिग्रेको रहेछ, त्यही भएर फलामको बेला ल्याएर छ। सर लागौँ। अहिले चाहिँ हामी राराको कुन साइड हो यो जस मुर्मा गाउँ जाने साइडमा छ होइन। रारालाई हामीले एउटा एङ्गल दुईवटा एङ्गल तिनवटा एङ्गलबाट हेऱ्यौँ। एउटा एङ्गलबाट चाहिँ त्यो चाहिँ अब एकदम टाढा छ नहेर्ने भएको छौँ। जस रारा हामीले तिन कुनाबाट मजाले हेऱ्यौँ। जति हेऱ्यो नि फेरि पुग्दैन है यो रारा चाहिँ, जति हेऱ्यो नि पुग्दैन। फाइनल्ली हामी रारा प्लस मुर्मा टप गएर घुमेर सल्लेरी आइपुगेको छौँ। ठ्याक्कै 5 बज्यो। अब हामी होटलमा गएर बस्छौँ। आज यहीँ बस्छौँ। आज यहाँ नबस्ने गमगढी जाने भनेको। अब थाकिया अब गाडी पनि पाइँदैन, फेरि वहाँसम्म हिँड्नुपर्छ तालचोक विमानसम्म। यहीँ बस्छौँ हामी।